हेलो साथीहरू, आज हामी यो तपाईहरुलाई वेलकम छ। आज हामी यो क्वेशन ब्याङ्कको हामी यो 44 नम्बर सल्भ गर्न गइरहेका छौं। यो जर्नल लेजर एन्ड ट्रायल ब्यालेन्स यो धेरै इम्पोर्टेन्ट छ। एक्जाममा यो आउँछ नै फिक्सै हो, एउटा न एउटा आउँछ नै यसबाट। सो अब हामी स्टार्ट गर्न गइरहेका छौं। ल अब सुरु र फर्स्टमा के भनेछ, कमेन्स बिजनेस विथ फर्निचर ₹25,000 एन्ड क्याश ₹60,000। मतलब बिजनेस स्टार्ट गरौ 25,000 क्याश फर्निचरले र क्याश 60,000। तब हामी सुरु गरौ। हामीलाई फर्मेट थाहा छ, डेट हामीलाई थाहा छ, डेट पार्टिकुलर्स PARTCULAR डेट पार्टिकुलर्स, LF डेबिट इन रुपीज, CRAD क्रेडिट इन रुपीज। अब हामी सल्भ गर्छौं यसलाई। JOURNAL जर्नल इन्ट्री ENTR जर्नल इन्ट्री। अब हामी यसको सोल्युसन गरौ। के हुन्छ, कमेन्स्ड बिजनेस विथ फर्निचर एन्ड क्याश। ल बिजनेस सुरु गरौ फर्निचर र क्याशले। त फर्निचर FURNITURE फर्निचर एकाउन्ट DR अनि अझै के छ, क्याशले पनि हैन, क्याश एकाउन्ट DR टु CAPI टु क्यापिटल्स एकाउन्ट भयो। फर्निचर कतिले सुरु गरौ, फर्निचर तपाईको 25,000 अनि 60,000 क्याश। त 25,000 त यहाँ 25,000 फर्निचरको, 60,000 क्याश अनि 60 10 80 60 25 कति हुन्छ, 10 10 85,000 85 1 2 3 85,000 क्यापिटल भयो। अब हामी नेरेसन लेखिदिन्छौँ यहाँ। बिङ बिजनेस, यानी पैसा छाडेर हामी सब्सिट्युट गरिदिन्छौँ। बिजनेस स्टार्टेड विथ FURNI फर्निचर एन्ड क्याश CASH क्याश भइहाल्यो। अब हामी अर्को जर्नल गरौ। यो भयो हाम्रो। अब अर्को जर्नल हामी गरौ। के छ अर्कोमा, परचेज गुड्स वर्थ ₹20,000 फ्रम स्याम अन क्रेडिट एन्ड पेड 50% इन क्याश। 20,000 को सामान किन्यो स्यामसँग उधारीमा अनि 50% क्याशमा। त सामान किन्यो, त्यही भएर PURCH परचेज एकाउन्ट DR। अब परचेज एकाउन्ट DR भएर अनि के छ, फ्रम स्याम अन क्रेडिट एन्ड पेड 50% क्याश टु क्याश एकाउन्ट टु क्रेडिटमा पनि भन्दैछ स्यामसँग टु स्याम्स एकाउन्ट। टोटल सामान किन परचेज एकाउन्ट 20,000 को हैन, त 20,000 यहाँ भइहाल्यो। 20,000 को टोटल सामान किन अनि क्रेडिट एन्ड पेड 50% 50% क्याश तिरिसकेको छ। त 20,000 को हामी 50% क्याश तिरेछ। 50 5 10 भइहाल्यो। 1 2 3 वटा 0 1 2 3 अर्थात् 10,000 तिरेछ क्या। 20,000 मा 10,000 क्याश तिरेको छ अनि 10,000 बाँकी छ। अब यसको न्यारेसन तपाईहरु लेख्नु। बिङ परचेज्ड
being purchased goods on cash and credit CR credit बस भइहाल्यो यो पनि हाम्रो फिनिस भयो 2 नम्बरको पनि। अब 3 नम्बरमा के छ पेड बिजनेस 3 नम्बरमा छ हाम्रो पेड बिजनेस अपरेटिङ एक्सपेन्सेस अफ ₹5000 के गरौँ पे गरौँ बिजनेसको लागि अपरेटिङ एक्सपेन्सेसमा पेड बिजनेस अपरेटिङ एक्सपेन्सेसमा त्यो बिजनेसको लागि पे गरौँ कति पे गरौँ 5000। अब हामीले पेड गरौँ हैन अब यहाँ OPER operating expenses account DR पे गरौँ टु क्यास हुन्छ है साथी क्यास एकाउन्ट किनभने पे गरौँ नि 5000 यता भइहाल्यो 5000 यता भयो being business operating paid business operating expenses। अब यो हाम्रो फिनिस भयो। अब 4 नम्बरको जर्नल हेरौँ के छ पेड ₹8000 टु सेटल द एकाउन्ट अफ स्याम के गरौँ पेड गरौँ सुरुमा स्यामले कतिमा पर्चेस गुड्स वर्थ ₹20000 को सामान किने थियो 50% क्यासमा र 50% क्यासमा किने थियो अनि अझै उधारीमा हैन त पेड ₹8000 पेड गरौँ पेडमा के हुन्छ पेडमा डिस्काउन्ट रिसिभ अनि रिसिभमा डिस्काउन्ट एलाउ हुन्छ मतलब पेड गरेछ त यसले छुट पाएको छ त 8000 तिरेर त्यो चुक्ता गरौँ नि पेडमा डिस्काउन्ट रिसिभ हुन्छ अनि रिसिभमा डिस्काउन्ट एलाउड त टोटल थियो उसको 10000 थियो हैन बाँकी पेड सेटल द एकाउन्ट पेड ₹8000 पे गरौँ भने पेड गरौँ हैन पेड गरौँ हैन पेड ₹8000 टु सेटल द एकाउन्ट अफ तिरो स्यामलाई तिरो त स्याम्स एकाउन्ट DR भइहाल्यो स्याम्स एकाउन्ट DR अनि टु डिस्काउन्ट रिसिभ एकाउन्ट भइहाल्यो अनि 2 भइहाल्यो क्यास एकाउन्ट स्यामको एकाउन्टमा टोटल थियो 10000 उधारी 10000 को उधारी थियो त्योमा पनि डिस्काउन्ट पाएको छ यसले के 10000 को उधारी थियो त 2000 डिस्काउन्ट पायो अनि 8000 क्यास त्यसले तिरो क्यास त्यसको निस्कियो बाहिर क्यास गयो पेड ₹8000 टु सेटल द एकाउन्ट अफ स्याम्स एकाउन्ट DR भइहाल्यो 10000 टु डिस्काउन्ट रिसिभ 2000 डिस्काउन्ट पाएको छ अनि 8000 त्यसको क्यास गएको छ त्यही भएर हाम्रो यति भ्यालु स्याम एकाउन्ट DR टु डिस्काउन्ट रिसिभ एकाउन्ट अनि टु क्यास 10000 2000 अनि 8000 8 2 10 भइहाल्यो। अब यसको रिजनमा being paid to Sam for full settlement भइहाल्यो। हाम्रो आजको लागि यो भिडियोमा हामीले जर्नल मात्रै सल्भ गरियो। अब हामी अर्को भिडियोमा तपाईहरुको लागि अझै म अर्को भिडियो बनाउने छु एकाउन्टको। ल आजको लागि यति नै जर्नलको थियो। आई होप तपाईहरु सम्झिनु भएको होला
यदि कुनै डाउट छ भने कमेन्टमा गर्न सक्नुहुनेछ। यो हाम्रो 44 नम्बरको थियो। तपाईँहरूले स्क्रिनसट पनि हाल्नु सक्नुहुनेछ। धन्यवाद। थ्याङ्क्स फर वाचिङ। च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला साथीहरुमा। थ्याङ्क यू।